सिजनको स्टार्टिङ जियालाई देखाउँदै हुन्छ जो पैसा कमाउनका लागि फरक फरक काम गर्छ र ऊ आज एउटा ह्यान्डिक्याप मान्छेको केयरटेकर बनेर हानको घर जान्छ र त्यहाँ उसको भेट काइलुसँग हुन्छ। जिया काइलुको नजिक गएर उसको ट्रिटमेन्ट गर्न लाग्छ तर काइलु उठेर अर्को रुममा जान्छ र जिया पनि उसको पछि पछि जान्छ। उनीहरूको त्यो लडाईको आवाज सुनेर काइलुको मम्मी र नोकर थोरै कन्फ्युज हुन्छन्। त्यही बेलामा त्यहाँ साइकोलोजिस्ट आउँछ जसलाई काइलुको बाबाले बोलाएका थिए। उसलाई देखेर काइलुको मम्मी र नोकर काइलुको रुममा जान्छन्। अर्कोतिर काइलु जियाबाट बच्ने चक्करमा सोफामा ठोकिएर तल खस्छ र ऊ आफूसँगै जियालाई पनि लोटाउँछ। त्यहाँ यिनीहरूको फर्स्ट किस हुन्छ। त्यही बेलामा काइलुको मम्मी पनि त्यहाँ आउँछिन्। उनी देख्छिन् कि काइलुलाई जियाले छोएपछि केही पनि भएको छैन। त्यहाँ हामीहरूलाई यो पनि थाहा हुन्छ कि काइलु र अर्को पेसेन्टको नाम सेम भएको कारणले जिया गल्तीले काइलुको घर आएकी हुन्छ। जिया सही पेसेन्टको घर टाइममा नपुगेको कारणले बोस उसलाई जबबाट निकालिदिन्छन्। त्यहाँ हामीहरूलाई डाक्टर र काइलुको मम्मीको कुराबाट थाहा हुन्छ कि काइलु सानोमा भएको एउटा इन्सिडेन्ट पछि उसलाई कसैले छुँदा बित्तिकै एलर्जी हुन्छ। तर आज फर्स्ट टाइम जियाले काइलुलाई छुँदा केही पनि भएन। त्यो सुनेर डाक्टरले भन्छन् कि काइलुलाई जियाले मात्र ठिक गर्न सक्छ। डाक्टरको यो कुरा सुनेर काइलुको मम्मी अर्को दिन नै जियालाई एउटा कन्ट्र्याक्ट साइन गर्न दिन्छन्। त्यो कन्ट्र्याक्टको अनुसार उनी जियालाई राम्रो सेलेरी र जियाको मम्मीको ट्रिटमेन्टमा लाग्ने पुरै खर्च पनि आफूले नै उठाउँछिन्। साथै जियाको एडमिसन पनि आफ्नो छोराले पढ्ने स्कुलमा गराउँछिन्। तर यसको बदलामा जिया धेरै नै टाइम काइलुसँग बिताउनु पर्नेछ। जिया यति राम्रो अफर देखेपछि कन्ट्र्याक्टमा साइन गर्छ तर काइलुलाई यो कन्ट्र्याक्ट मन पर्दैन। त्यसपछि मम्मीको इमोसनल ड्यामेज पछि ऊ पनि एग्री हुन्छ। काइलुको मम्मी उनीहरूलाई एउटा एउटा घडी दिन्छन् जसले उनीहरूको डिस्टेन्सलाई मेजर गर्नेछ र उनीहरूलाई प्रत्येक दिन 8 घण्टासम्म 1 मिटरको नजिक बस्नु पर्नेछ। जिया पनि काइलुको घर बस्न आउँछ। काइलुको मम्मी उसलाई आफ्नो छोरी जस्तै माया गर्छिन्। अर्को दिन जिया काइलुसँगै स्कुलमा जान्छ। यहाँ उसको भेट चेनसँग हुन्छ जसको बेकरी सपमा उसले पहिला पार्ट टाइम काम गरेकी हुन्छ र त्यहाँ उनीहरू छिट्टै नै बेस्ट फ्रेन्ड बन्छन्। चेन जियालाई भन्छ कि काइलु राम्रो केटा होइन। उसको बारेमा स्कुलमा धेरै नै र्युमरहरू फैलिएको छ। तर जिया काइलुको नै साइड ल्याउँदै काइलुलाई प्रोटेक्ट गर्छ। यो सुनेर काइलु खुसी हुन्छ। त्यसपछि जिया छतमा काइलुलाई भेट्न जान्छ तर काइलु उसलाई केही पनि नभनेर त्यहाँबाट जान्छ। रातिमा काइलु सुतिसकेपछि जिया नोकरसँग काइलुको रुमको चाबी मागेर काइलुको रुममा गएर घडीको टाइम पुरा गर्छ र जिया त्यहाँबाट गएपछि हामी देख्छौं कि काइलु सुतेको थिएन। ऊ सुतेको नाटक मात्र गरेको हुन्छ। अर्को दिन जिया काइलुको बारेमा अझ जान्नको लागि उसको नोकरलाई इन्फर्मेसन फाइल मागेर पढ्न सुरु गर्छ। त्यही बेलामा त्यहाँ उसको क्लासमेट चक्सिया आउँछ र उसलाई काइलुसँगै घुमेको देखेर उसको इन्सल्ट गर्छ किनभने ऊ काइलुलाई मन पराउँथी। क्लासमा गएर जिया काइलुलाई उसको र चक्सियाको रिलेसनको बारेमा सोध्छ। काइलु उसलाई बीचमा नै रोकेर आफ्नो घडी दिँदै केक ल्याउन पठाउँछ। त्यसपछि ऊ चक्सियालाई एक्लै बोलाएर वार्निङ दिन्छ। जिया चेनको बेकरीबाट केक ल्याएर चेनसँग नै स्कुलमा आउँछ र उनीहरूलाई सँगै देखेर काइलु जेलस हुन्छ। त्यहाँ हामीहरूलाई चेन र जियाको कुराबाट थाहा हुन्छ कि जियाको मम्मीको हेल्थमा धेरै नै इम्प्रुभ भएको छ र काइलुको मम्मी किडनी डोनर पनि खोजिरहेकी छिन्। रातिमा काइलुलाई सानोमा भएको त्यही इन्सिडेन्टको याद आउँछ जहाँ सानोमा उसलाई एउटी लेडीले किडन्याप गरेर अँध्यारो ठाउँमा राखेकी थिए। अर्को दिन स्कुलमा जिया र चेनलाई सँगै बसेको देखेर उनीहरूलाई टाढा राख्नको लागि हिजो आफूले दिएको घडी माग्छ तर जियाले घडी दिन नमानेपछि उसलाई जबबाट निकाल्ने धम्की दिन्छ। काइलुको यो बिहेभियर देखेपछि चेनलाई रिस उठ्छ र ऊ जियालाई ट्रिपल सेलेरीको अफर दिएर आफ्नो बेकरीमा काम गर्न बोलाउँछ। काइलुको मम्मीले उसको लागि यति धेरै हेल्प गरेकी थिइन् त्यसैले जिया यस्तो कसरी गर्न सक्थी र त्यसैले ऊ घडी लगेर काइलुको पछि पछि उसलाई फकाउन जान्छ। अब काइलुलाई जियासँग बस्ने बानी लागिसकेको थियो त्यसैले ऊ जियालाई पढ्नको लागि बुक पनि दिन्छ। रातिमा लामो समयसम्म पढेको कारणले जिया स्कुलमा पनि निन्दमा नै हिँडिरहेकी हुन्छ र ऊ एक्कासी काइलुसँग ठोकिन्छ। यो देखेर चक्सियालाई जियासँग धेरै नै रिस उठ्छ र ऊ बदला ल्याउनको लागि एक्जाम स्टार्ट हुनुभन्दा पहिला नै जियालाई बोलाएर पियानो रुममा बन्द गरिदिन्छ। एक्जाम स्टार्ट हुन लागिरहेको थियो। काइलु क्लासमा जियालाई नदेखेपछि क्लासबाट बाहिर निस्किएर जियालाई खोज्न जान्छ। चेनलाई चक्सियामाथि शंका लाग्छ त्यसैले ऊ चक्सियालाई सोध्न जान्छ। थोरै गाली खाएपछि चक्सियाले सबै कुरा भन्छ। त्यसपछि चेन र काइलु पियानो रुममा जान्छन् तर पियानो रुममा जिया बेहोस अवस्थामा भेटिन्छ। पछि उनीहरू एक्जामको कुनै मतलब नै नगरेर जियालाई हस्पिटलमा लैजान्छन्। जब जियालाई होस आउँछ त्यति बेलासम्म एक्जाम सकिसकेको थियो। अर्को दिन स्कुलमा चेन काइलु र जियालाई एक्जाम मिस गरेकोमा टिचरले लेक्चर दिन्छन् र उनीहरूको विश्वास नै गर्दिनन् कि जिया बेहोस भएर उनीहरूले उसलाई हस्पिटलमा लगेर गएका थिए। तर त्यही बेलामा चक्सिया त्यहाँ आएर उनीहरूको हेल्प गर्दै भन्छ कि तपाई प्रुफको लागि गार्डलाई सोध्न सक्नुहुन्छ। त्यसपछि टिचर उनीहरूलाई रि एक्जामको लागि
अर्को चान्स दिन्छन् र काइलु जियाको पढाइमा पनि धेरै नै हेल्प गर्छ। सिन काइलुको घर सिफ्ट हुन्छ। उनको बाबालाई जिया काइलु धेरै नै नजिक भएको कुरा थाहा पाएर उनी खुसी हुँदैनन्, किनभने उनले सानोमा नै आफ्नो छोराको विवाह बिजनेस पार्टनरको छोरीसँग फिक्स गरेका थिए। क्यान्टिनमा जिया र चेन बसेर कुरा गरिरहेका हुन्छन्। उनीहरूलाई यसरी हाँस्दै कुरा गरिराखेको देखेर काइलु त्यहाँबाट जान्छ। एक्जाममा राम्रो मार्क्स ल्याएपछि काइलुको मम्मीले जियालाई एउटा ट्याब्लेट गिफ्ट गर्छिन् र त्यो ट्याब्लेटको होम स्क्रिनमा काइलु र जियाको क्युट फोटो लगाइदिन्छन्। अर्को कामको लागि अब जियाले काइलुसँग 10 मिनेटको फिजिकल कन्ट्याक्ट बनाउनु पर्ने थियो। क्लासमा अचानक काइलुलाई कसैको फोन आएर ऊ बाहिर जान्छ र त्यहाँ हामीहरूलाई थाहा हुन्छ काइलुले सिक्रेटली 14 वर्ष पहिला भएको इन्सिडेन्ट उसलाई बचाउने केटीलाई खोज्नको लागि डिटेक्टिभ हायर गरेको छ र यसको बारेमा न त उसको बाबालाई थाहा छ न त मम्मीलाई नै। क्लासमा चेन गल्तीले जियाको ट्याब्लेट खसाल्छ। क्लासमा भएको सबै स्टुडेन्टहरू ट्याब्लेटमा भएको जिया र काइलुको फोटो देख्छन् र सबैलाई लाग्न लाग्छ कि उनीहरू डेटिङ गरिरहेका छन्। जब जिया र काइलु क्लासमा आउँछन् सबै स्टुडेन्ट उनीहरूलाई जिस्काउन लाग्छन्। जिया काइलुलाई माफ माग्दै भन्छ कि त्यो फोटो तिम्रो मम्मीले लगाइदिनु भएको थियो, मैले फोटो चेन्ज गर्न बिर्सिएकी थिएँ र काइलु उसलाई सजिलै माफ गरिदिन्छ। त्यसपछि यिनीहरू रातिमा सँगै बसेर गेम खेल्न लाग्छन् र 10 मिनेटको फिजिकल टाइम पनि पूरा गर्छन्। त्यही बेलामा काइलुको मम्मी त्यहाँ आउँछिन्। उनी काइलु र जियालाई एकसाथ बसेको देखेर खुसी हुन्छन्, किनभने उनलाई पनि थाहा थियो काइलु र जिया एकअर्कालाई मन पराउँछन्। अर्को दिन जिया काइलुलाई स्कुलमा हुने सिन्ड्रेला प्लेमा आफ्नो पार्टनर बन्न भन्छे, तर काइलुलाई यो स्कुलको प्रोग्राममा कुनै पनि इन्ट्रेस्ट नै थिएन। त्यसपछि चक्सिया र चेनले मेन रोल पाउँछन् र जियालाई साइड रोल मिल्छ। काइलुलाई जियासँग पनि टाइम बिताउनु पर्ने थियो, त्यसैले ऊ जियाको ड्रेस मिलाउनमा हेल्प गर्छ। जब चक्सियालाई थाहा हुन्छ कि माथि रुममा जिया मात्र एक्लै छ, त्यसपछि ऊ चेनसँग माथि आउँछ, तर त्यहाँ पुगेर ऊ काइलुलाई जियाको नजिक देखेर उसको टेम्पर हाई हुन्छ र ऊ उनीहरूलाई टाढा गर्ने चक्करमा उसको जुत्ता स्लिप भएर खुट्टामा चोट लाग्छ र यही चोट लागेको कारणले चक्सियाको त्यो मेन रोल जियाले पाउँछ र अब चेन र जियाले त्यो प्लेमा डान्स गर्नुपर्ने थियो। जिया घर पनि धेरै नै प्र्याक्टिस गर्छ र काइलु उसको हेल्प गर्छ। अर्कोतिर चक्सिया आफ्नो साथीलाई भनेर चेनको ड्रेस नै गायब गरिदिन्छ र जिया स्टेजमा एक्लै नै आफ्नो प्रिन्सलाई पर्खिएर बसिरहेकी हुन्छ। तर त्यही बेलामा त्यहाँ जियाको रियल प्रिन्स काइलुको इन्ट्री हुन्छ। यो पटक पनि चक्सियाको प्लान पुरै नै फ्लप हुन्छ। चेनले जियाको डायरी काइलुलाई दिन्छ, तर काइलुले त्यो डायरी जियालाई फिर्ता दिनुको सट्टा आफूले नै पढ्न लाग्छ। पुरै डायरी पढिसकेपछि जियालाई क्याम्पेन गर्न धेरै नै मन पर्छ भन्ने कुरा थाहा पाउँछ र ऊ जियाको यो विश पूरा गर्ने डिसाइड गर्छ। चक्सिया जब चेनको बेकरीमा जान्छ त्यहाँ चेन उसलाई प्रपोज गर्छ, तर चक्सिया रिजेक्ट गर्नुको सट्टा सोध्नका लागि थोरै टाइम माग्छ, किनभने काइलुसँग त उसको लभ अन साइडेड नै थियो। नेक्स्ट सिनमा काइलु जियालाई क्याम्पिङ गर्नको लागि लैजान्छ, तर बीच बाटोमा नै जिया बिरामी हुन्छ र उनीहरू एउटा नजिकैको होटलमा बस्छन्। होटलमा एउटा मात्र रुम खाली भएको कारणले उनीहरू सँगै सुत्छन्, तर फर्स्ट टाइम काइलुले कुनै पनि नराम्रो सपना नदेखेर निदाउँछ। बिहान जब जिया उठ्छ ऊ लजाएर त्यहाँबाट वासरुममा जान्छ र काइलु चेनलाई मेडिसिन ल्याएर आउन भन्छ। अर्को दिन उनीहरू बीचमा घुम्न जान्छन्, क्याम्प लगाउँछन् र क्युट क्युट फोटो पनि क्लिक गर्छन्। त्यही बेलामा चेन र चक्सिया पनि त्यहाँ आउँछन्। यसको मतलब चक्सियाले काइलु माथि गिभ अप गरेर चेनको प्रपोजल एक्सेप्ट गरेकी थिए। त्यहाँ यी चारजना धेरै नै रमाइलो गर्छन् र उनीहरू पार्क पनि घुम्न जान्छन्। त्यहाँ कफी समात्ने बेलामा काइलु र चक्सियाको हात टच हुन्छ, तर काइलुलाई केही पनि हुँदैन। यसको मतलब काइलुको डिजिज जियाको कारणले पुरै नै ठिक भइसकेको थियो। यो कुरा थाहा पाएर काइलु स्याड हुन्छ, किनभने ऊ ठिक हुने बित्तिकै जियासँग उसको कन्ट्याक्ट पनि सकिन्थ्यो। अर्को दिन नै अमेरिकाबाट काइलुको बाबाको बिजनेस पार्टनर र उसकी छोरी चाइना आउँछन्। उनीहरूलाई देखेर काइलुको बाबा धेरै नै खुसी थिए। सिन काइलु र जियामा शिफ्ट हुन्छ। उनीहरू क्याम्पेन सकेर घर फर्किन्छ। त्यहाँ काइलुको मम्मी यो कुरा थाहा पाएर धेरै नै खुसी हुन्छन् कि काइलुको एलर्जी ठिक भइसकेको छ, त्यसैले उनी यो सबको क्रेडिट जियालाई दिन्छन्, किनभने आज उनले 14 वर्षपछि आफ्नो छोरालाई फर्स्ट टाइम टच गर्न पाएकी थिइन्। काइलुको बर्थडेको दिन पनि नजिक आइसकेको थियो, त्यसैले काइलु आफ्नो बर्थडेमा जियालाई प्रपोज गर्ने प्लान बनाउँछ र जिया पनि काइलुको लागि गिफ्ट किन्छ। तर काइलुको बाबा जियालाई कामबाट निकालेर काइलुको बर्थडेमा आफ्नो बिजनेस पार्टनरको छोरीसँग आफ्नो छोराको विवाहको डेट अनाउन्स गर्छन्। यो कुरा सुनेर काइलु रिसाउँदै पार्टी छोडेर जियालाई खोज्न जान्छ। चेनले काइलुलाई जियाको घरको एड्रेस निकालेर दिन्छ र ऊ दगुर्दै जियालाई भेट्न उसको घर जान्छ र त्यहाँ ऊ जियाको मम्मीसँग पनि भेट हुन्छ। त्यहाँबाट फर्कने बेलामा ऊ एउटा ठाउँलाई देखेर धेरै नै डराउँछ, किनभने यो त्यही ठाउँ थियो जहाँ उसलाई 14 वर्ष पहिला एउटी लेडीले किडन्याप गरेर राखेकी थिइन् र त्यहाँ उसलाई यो पनि थाहा हुन्छ कि सानोमा उसलाई बचाउने केटी अरू कोही नभएर जिया नै
थिए। जियाको मम्मीबाट काइलुलाई थाहा हुन्छ कि त्यो लेडी काइलुको बाबा र उसको बिजनेस पार्टनरको कम्पनीमा नै काम गर्थे। तर अचानक कम्पनी बन्द भएपछि कम्पनीले उनीहरूलाई काम गरेको पैसा पनि दिँदैन र यसैको बदला ल्याउनको लागि त्यो लेडीले काइलुलाई किडन्याप गरेकी थिए। काइलुले थोरै इन्भेस्टिगेसन गरेपछि थाहा पाउँछ कि ती मजदुरहरूलाई दिने भनेर छुट्याएको पैसा बाबाको बिजनेस पार्टनरले आफूले नै पर्सनल काममा युज गरेका थिए। त्यसपछि जिया र काइलु मिलेर एभिडेन्स खोज्न लाग्छन् र उनीहरू यो काममा पनि सक्सेसफुल हुन्छन्। त्यसपछि उनीहरू सिधै बाबासँग एभिडेन्स लगेर भेट हुन जान्छन्। यो सब एभिडेन्स देखेपछि काइलुको बाबा रिसाउँदै बिजनेस पार्टनरको छोरीसँग विवाह क्यान्सल गरेर सेम डेटमा नै जियाको विवाह काइलुसँग फिक्स गरिदिन्छन् र लास्ट सिनमा काइलु जियालाई रोमान्टिक स्टाइलमा प्रपोज गर्छ र यही ह्याप्पी इन्डिङलाई देखाउँदै यो ड्रामाको इन्ड हुन्छ।